के तपाईलाई थाहा छ हाम्रो संविधानले हामीलाई केही विशेष अधिकार प्रदान गरेको छ जुन कुनै पनि हालतमा हामीबाट खोज्न मिल्दैन। आज हामी यही महत्त्वपूर्ण विषयमा कुरा गर्नेछौँ। नमस्कार, आजको यस लिगल गफमा बुझौँ मौलिक हक अथवा फन्डामेन्टल राइट भनेको के हो र यसको महत्त्व के छ भन्ने बारेमा। फन्डामेन्टल राइट्स भनेको नागरिकलाई प्राप्त हुने मुख्य अधिकारहरू हुन् जसलाई संविधानले नै सुरक्षित गरेको हुन्छ। यी हकहरूले प्रत्येक व्यक्तिलाई स्वतन्त्र रूपमा बाँच्ने राइट टु लिभ विथ डिग्निटी, समान अवसर पाउने राइट टु इक्वालिटी, विचार तथा अभिव्यक्त गर्ने फ्रिडम अफ एक्सप्रेसन, शिक्षा पाउने राइट टु एजुकेसन, स्वास्थ्य सेवा प्राप्त गर्ने राइट टु हेल्थ, रोजगारी प्राप्त गर्ने राइट टु इम्प्लोइमेन्ट तथा कानुनी सुरक्षा पाउने राइट टु लिगल प्रोटेक्सन साथै अन्य बेसिक राइट्सहरू प्रदान गर्छ। फन्डामेन्टल राइट्स नागरिकको फ्रिडम, जस्टिस र डिग्निटी सुरक्षित गर्नका लागि अत्यन्त महत्त्वपूर्ण छन्। कुनै पनि सरकार वा व्यक्तिले यी अधिकारहरूलाई कानुनी रूपमा खोज्न सक्दैनन्। फन्डामेन्टल राइट्स हाम्रो अधिकार मात्र नभई न्यायको आधार पनि हो। यसको रक्षा गर्नु हाम्रो कर्तव्य हो।